नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व डाक्टर तारानाथ शर्मा अर्थात् ताना शर्माको दुःखद निधनले नेपाली साहित्य जगतमा अत्यन्त ठूलो क्षति पुग्न गएको छ। 87 वर्षको उमेरमा देहावसान हुनुभएका श्री तारानाथ शर्मा निबन्ध, नियात्रा र साहित्य समालोचनाको क्षेत्रमा अत्यन्तै प्रखर र सशक्त कलमको साथ उदीयमान हुनुभएको थियो। 5 दशकभन्दा लामो साहित्य साधनाको व्यक्तित्व बनाउनुभएका तारानाथ शर्माले संसारभरिको साहित्यको अध्ययन गर्नुभएको छ र अङ्ग्रेजी साहित्यको समेत अध्ययन र अनुसन्धान गर्नुभएको व्यक्तित्व तारानाथ शर्मालाई गुमाउनु पर्दा हामी अत्यन्त दुखित भएका छौँ। व्यक्तिगत रूपबाट म उहाँप्रति अत्यन्तै हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। साथै उहाँका परिवारजनप्रति हार्दिक समवेदना पनि टक्र्याउन चाहन्छु। यस दुःखद घडीमा समस्त साहित्य क्षेत्रले यो अपूरणीय क्षतिलाई सहन गर्न सकोस् र उहाँका बाँकी रहेका योजनाहरू र सिर्जनाहरूलाई निरन्तरता दिएर सबै प्रकाशन गर्ने र आवश्यक पाठ्यक्रमहरूमा राख्ने, छलफल गर्ने, प्रकाशित गराउने काम सबै तर्फबाट होस्, त्यो पनि अनुरोध गर्न चाहन्छु। एक विद्वानलाई गुमाउनु पर्दा देशले ठूलो सम्पत्ति गुमाएको छ। डाक्टर तारानाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली, हार्दिक नमन।